पिपल ढुङ्गाको काख फोरेर पनि उम्रन्छ पिपल प्रविधियुक्त गुणस्तरीय शिक्षाको ज्योति कति छ शक्ति पार्दछ कमाल प्रविधियुक्त गुणस्तरीय शिक्षाको ज्योति कति छ शक्ति पार्दछ कमाल। धन्यवाद आदरणीय कार्यक्रम सञ्चालकज्यू, यस सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशेष अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिगणहरू, विभिन्न विद्यालयमा पाल्नुभएका गुरुवर्ग, निष्पक्ष निर्णायक मण्डल, समयपालक एवं मसँग प्रतिस्पर्धा गर्न आउनुभएका मेरा प्रतिस्पर्धी एवं अप्रतिस्पर्धी साथै यस कार्यक्रमको शोभा बढाउन उपस्थित हुनुभएका सम्पूर्ण उपस्थित महानुभावहरूमाझ स्वीकार गर्नुहोस् म पञ्चकन्या माध्यमिक विद्यालय भोजपुर नगरपालिका 5 बोखिम कक्षा 9 मा अध्ययनरत छात्रा हिरा फुलेलको तर्फबाट न्यानो अभिवादन तथा नमस्कार। आजको 2081 साल फागुन 24 गतेका दिन यस सिद्धेश्वर मावि दावाको 77औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको यस अन्तर्मावि स्तरीय वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा म अत्यन्त हर्षित भइरहेको छु। सर्वप्रथम त म हामी जस्ता विद्यार्थीहरूको मानसिक विकासको लागि यस्तो कार्यक्रम आयोजना गरिदिनु भएकोमा आयोजक विद्यालय सिद्धेश्वर माविप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र आजको मेरो वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ प्रविधियुक्त गुणस्तरीय शिक्षा आजको आवश्यकता। म ढिला नगरी आफ्ना भनाइहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु। सभाध्यक्ष महोदय, प्राविधिक शिक्षा भन्नाले कुनै पनि ज्ञान र सिपलाई प्रयोगात्मक र रचनात्मक विधिको प्रयोग गरी विद्यार्थीहरू समक्ष पुर्याइनु प्राविधिक शिक्षा हो। यसलाई दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा साथै रोजगारीमूलक शिक्षाका रूपमा पनि लिन सकिन्छ भने गुणस्तरीय शिक्षा भनेको आफ्नै ज्ञान सिप र मौलिकतामा रमाउने, आफ्नो दैनिक जीवनमा काम लाग्ने शिक्षा साथै विश्व बजारमा टिक्न र बिक्न सक्ने शिक्षालाई गुणस्तरीय शिक्षा भनिन्छ। बाँसको कप्टेरा काटेर गाजलको मसीमा चुपी बाँसको नाङ्गलीमा लेख्नुपर्ने पनि एउटा प्रविधि नै थियो, तर प्रविधिमा पनि समय अनुकूल रूपमा परिमार्जन हुन अति आवश्यक छ। तसर्थ ती पहिलेका बाँसका कप्टेरा र बाँसका नाङ्गलीहरू आज स्मार्ट कपी र स्मार्ट पेनमा परिवर्तन भइसकेका छन्। तर अबको हाम्रो दैनिक जीवनलाई कपी र पेनले मात्र धान्न सक्छ जस्तो मलाई लाग्दैन। तसर्थ अब प्रविधिलाई आफ्नो दैनिक शिक्षामा जोडेर अघि बढ्ने हो भने हामीले गुणस्तरीय शिक्षा आफ्नै ठाउँमा प्राप्त गर्न सक्षम हुनेछौँ। अब म गुरुहरूको कदरका साथ भन्न चाहन्छु कि अहिले हामी प्रविधिलाई निहाल्ने हो भने गुगल र युट्युब हाम्रा लागि गुरु सरह बनेर आएका छन्। गुगल र युट्युबको प्रयोग गरेर हेर्ने हो भने हामीलाई भौतिक गुरुको आवश्यकता नपर्न सक्छ। अहिले हेर्नुहोस् न सभाध्यक्ष महोदय, सरकारी स्कुल र निजी विद्यालयमा कति भिन्नता, आकाश पातालको भिन्नता रहेको छ। यसको प्रमुख कारण भनेको गुणस्तरीयतामा भर पर्ने कुरा हो। अब विद्यार्थीले पिटेर रटेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् जस्तो मलाई लाग्दैन। अन्त्यमा हाम्रो नेपाल विश्वमै जनस्रोतको हिसाबले दोस्रो स्थानमा पर्ने देश हो, तर विडम्बना यहाँका अधिकांश मानिसहरू अझै पनि 16औं शताब्दीमा जस्तो टोकी र ज्वालोमा रात बिताउन बाध्य छन् कि यो हाम्रो देशको प्रमुख प्रश्न चिन्ह होइन हो सभाध्यक्ष महोदय। तर विडम्बना यहाँका अधिकांश विद्यालय तथा विश्वविद्यालयहरूमा सैद्धान्तिक शिक्षालाई आधार मानेर शिक्षा सिकाइ गराइरहेको हामी प्रश्न देख्न सक्छौँ। तर जहिलेसम्म हाम्रो देशमा शिक्षित गुणस्तरीय र प्राविधिक शिक्षालाई अघि बढाएर लान सक्दैनौँ तहिलेसम्म हाम्रो देशमा शिक्षित बेरोजगारीको सङ्ख्या बढ्दै जानेछ। अन्त्यमा सभाध्यक्ष महोदय, म के भन्न चाहन्छु भने विद्यालयमा सैद्धान्तिक शिक्षा होइन गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षा हुनु पर्यो। प्राविधिक शिक्षामा पनि विद्यालयमा कम्प्युटर, ल्यापटप, प्रोजेक्टर आदिको प्रयोग गरेर शिक्षा सिकाइ गराइन पर्यो। अनि विद्यार्थीले आफूले विद्यालयमा पढेका र सिकेका कुराहरू घरमा लगेर आफ्नो परिवार समक्ष राख्न सक्षम हुन पर्यो। अनि मात्र हाम्रो देशको मूल नारा सुखी नेपाल समृद्ध नेपाली भन्ने नाराले सार्थकता पाउनेछ भन्दै म यस स्टेजबाट धन्यवाद चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।